हेलो साथीहरू, गुड इभिनिङ। तपाईँहरू कस्तो हुनुहुन्छ? म चाहिँ एकदमै ठिक छु है। अनि म चाहिँ आज प्रायः सन्डे जान्छु जानु चाहिँ, अनि आज चाहिँ म गोर्खे हाट गएको थिएँ होइन। गोर्खे हाटबाट के ल्याएँ म तपाईँहरूलाई देखाउँछु ल। अनि एउटा चाहिँ सेलरोटी लिएको थिएँ होइन, सेलरोटीको भिडियो पनि म अलिकति हजुरहरूलाई देखाउँछु नि है, कस्तो थियो सेलरोटी भनेर। यस्तो हाँसउठ्दो भएको कि नभन्नु साथीहरू, यस्तो हाँसउठ्दो भएको है। के ल्याएँ भन्दाखेरि चाहिँ म चाहिँ प्रायः अब हाम्रो चाहिँ म चाहिँ सिलगढीमा बसेको हुनाले गर्दा त्यस्तो अर्ग्यानिक चिजहरू खानु पाउँदिनँ। यतातिर त्यति धेरै पाइँदैन नि त। त्यो भएर साथीहरू मैले फर्स्ट लिएको छु है। मलाई अब केटीहरूलाई प्रायः मनपर्छ तित्तिरी लिएर अनि खाँदै बसेको। तित्तिरी लिएर तल राखेर बोल्दैछु। तित्तिरी लिएर चाहिँ खाँदै बसेको साथीहरू होइन, यहाँ राख्नु पर्यो। खाँदै बसेको साथीहरू अनि यसो याद आयो क्या भिडियो बनाउनु भनेर होइन। कस्तो दामी हो यो खै, तर कस्तो खोर्सानीहरू पुरा रहेछ क्या। बेरो खाने साथी चाहिँ के छ अनि मैले चाहिँ नेपाली अलिकति पिठोहरू लिएको थिएँ, त्यो सक्यो क्या मेरोमा। ढिलो खाएर रोटी खाएर सक्यो साथीहरू। अनि फाबरको पिठो लिएर आएको साथीहरू 2 केजीको चाहिँ के अरे 1 केजीको चाहिँ 200 रुपियाँ। फाबरको पिठो 200। बाफरे, म त सक भएको। इन्डियन 200 मतलब कि उताबाट लिएर यसो दिएछ भने सेम पैसा हुने रहेछ। अनि यो चाहिँ मकैको भात खानुको लागि मकैको चेक्ला है, हाम्रो चाहिँ चेक्ला भन्छ। तपाईँहरूले चाहिँ के भन्नुहुन्छ? मकैको भात खानुको लागि मकैको चामल भन्छ कि के भन्छ होइन। यो चाहिँ 100 रुपियाँ केजी अरे होइन। अनि त्यहाँबाट मैले साथीहरू मलाई लिएको छु होइन। यो सेलरोटीको चाहिँ म तपाईँहरूलाई पछि पनि म भिडियो देखाउँछु। अल्छी यस्तो छ होइन। एउटा सेलरोटी चाहिँ यस्तो खतरा दामी परेको थियो, त्यसको भिडियो देखाउँछु, आउँदैछ पर्खिनु। सेलरोटी पनि दामी हो, सेलरोटी ल्याए मैले 7-8 वटा होइन। यो आलु चामलको आदि कोदोको लिएको एकदम दामी। पहिला त साथीहरू यो सेलरोटी खानुको लागि पनि कसैको बिहा दसैँहरू पर्खिनु पर्थ्यो। अहिले चाहिँ हाम्रो गोर्खे हाट लागेर चाहिँ साथीहरू सन्डे नै पछि खानु पाइन्छ हो, ल्याउन पाइन्छ। कम्ती मिठो हुँदैन हो, ग्यासले चाहिँ अलिक साह्रो गर्छ कि नभए दामी। अनि म चाहिँ यो लिएको छु साथीहरू, यो कसैले चिन्नु भयो, यो खट्टु हो। पुरा मनपर्छ। म चाहिँ उता हिँड्दाखेरि अनि टोकी राम्रो लिएर हुन्छ नि, मनपर्छ। त्यो सुपारीहरूले जस्तो मुख पनि पासिँदैन, मिठो हुन्छ क्या त्यसको गेर चपाइरहनु। यो चाहिँ खै कुन चाहिँ मिठाई हो, मेरो छोरीले लिएर आएको साथीहरू के भन्दो रहेछ यो, खै के मिठाई भएको 50 रुपियाँ रहेछ यो मिठाई लिएको। अब चाखेर हेर्नु पर्यो, कहिले खाएको छुइनँ। त्यसै थाहा पाएन रोटीले। नट ब्याड, मिठो हुँदो रहेछ। घिउ घिउको गन आयो मलाई त। यो चाहिँ हो बयर। मैले घरमा पनि बयर कस्तो हालेको छु। बयर चाहिँ कति खान्छु, त्यही त पाइन्छ नि त बयर। अनि हामी चाहिँ यो दार्जिलिङमा हुँदै बयर कस्तो खान्थ्यो क्या। अनि यहाँ पनि रहेछ अहिले, खै त यता दोकानहरू चाहिँ त्यति देख्दिनँ हो म त। यो यता खान्छ नि त, त्यही भएर। अब मेन इम्पोर्टेन्ट साथीहरू मैले के ल्याएको छु भन्नु न, खाइहाल्छु है। दामी। मेन अर्को कुरा के हो भने साथीहरू, कसम भनेको है, मलाई जस्तै यहाँ हाम्रो एकजना दिदी हुनुहुन्थ्यो, उहाँले यो मलाई तितेपातीको साबुन बनाइदिनु भएको थियो, राम्रो हुँदो रहेछ होइन। अलिक यो कसैहरूको जिउहरू बनाउँछ नि उनीहरूलाई पनि अलिक राम्रो। अनि म पनि अलिक पछि यो कसरी बनाउँछ सिकेर बनाउनु जस्तो लाग्दैछ। तर यो चाहिँ अब हाम्रोमा तितेपाती त कति धेरै पाइन्छ, गर्न जाने भने चाहिँ राम्रो रहेछ क्या साथीहरू होइन। तितेपाती त कति हाम्रो त जङ्गलभरि घाँसै घाँस पाउँछ होइन। तर यसमा के योहरू केहरू मिलाएर होइन साबुन बनाएको रहेछ है। अनि यसको यो मलाई चाहिँ सबै मन पर्यो क्या। यो बाहिरको यो कभर पनि कस्तो राम्रो हो क्या, हेर्नु न। यो प्लास्टिकको होइन, यो के भन्छ यो, खै कार्टुन जस्तो क्या, यो कुहिने त्यसको क्या हुन्छ नि, कस्तो राम्रो मन पर्यो। अनि यो तितेपातीको साबुन चाहिँ साथीहरू कति रुपियाँ पर्यो भन्नु न, 100 रुपियाँ पर्यो एउटाको। भनेपछि यसो दिमाग लाउँदा चाहिँ हाम्रो त्यो बारतिर त पुरा हुन्छ तितेपाती होइन, तितेपातीको मात्रै बनायो भने पुरा हुन्छ। अनि यसो जान्नेहरूलाई चाहिँ रहेछ है यस्तो गर्दा पनि। तर म चाहिँ छक्कै परेको, तर पनि मैले चाहिँ लिएर आएको है। मैले चाहिँ अस्ति मलाई दिदीले पनि बनाएर दिनुभएको थियो, त्यो चाहिँ मलाई कस्तो मन पर्यो। त्यो चाहिँ आफै घरमा बनाएको थियो है। यो चाहिँ मैले
हजुर किनेर लिएर आएको गोर्खाहाटमा कस्तो हुन्छ म तपाईँहरूलाई पनि भन्छु अनि यसो गोर्खाहाटहरूतिर यस्तो बनाएर बेच्दा अब यो त अलिक महँगै भयो तर बनाएर 50 रुपियाँमै बेच्दा पनि त्यस्तो घाटा त हुँदैन होला किनभने हाम्रोमा तितेपाती त फ्री पाइन्छ नि त होइन मलाई चाहिँ त्यस्तो लाग्यो साथीहरू किन रोप्नु पर्ने पनि होइन त्यो केही पनि जङ्गल गयो काट्यो ल्यायो बनायो होइन म्याक्सिमम् 40-50 रुपियाँ नै 30 रुपियाँदेखि माथि बेच्दा पनि मार्जिन बस्छ होला जस्तो लाग्छ हौ मलाई चाहिँ होइन किनभने अब त्यो काटेर ल्याएर अलिकति बनाउनुको दुःख आफूलाई चाहिँ त्यो चाहिँ हो होइन बस्छ मजाले बिक्री भयो भने सस्तोमा लिएर झन् दिन्छ होला तर मैले चाहिँ कस्तो साथीहरू 100 रुपियाँ तिरेर लिएको एउटा साबुन मलाई चाहिँ अलिक मन पऱ्यो क्या त्यो चिलाउनेहरू के निस्किँदाखेरि अलिक राम्रो हुँदो रहेछ हामी चाहिँ यता फेरि यहीँ बस्छ त्यो गरमले पसिना निस्केर मेन यो गरम जग्गामा हुनेलाई झन् राम्रो रहेछ क्या साथीहरू पसिना चाहिँ गनाइरहन्छ नि त कतिजनाको तर मेरो चाहिँ गनाउँदैन है होइन कतिजनाको जिउहरू बनाउँछ उनीहरूको लागि चाहिँ एकदम राम्रो रहेछ साथीहरू कस्तो तपाईँहरू पनि यसो मैले चाहिँ आइडिया दिएको म त छुइनँ होइन तितेपाती पढ्नु हुँदैन त्यति छुइनँ तर यहाँ पनि मगाएर गर्न सकिन्छ तर माथि नै बसेर गरेको जस्तो त्यस्तो राम्रो चाहिँ हुन्न क्या त्यस्तो सजिलो हुँदैन अनि यता मगाउने अलग्गै चार्ज के अलग्गै भन्दाखेरि पनि माथि नै बसेर गर्दाखेरि अलिकति गर्नेहरूलाई चाहिँ छ रहेछ जस्तो लाग्यो मेरो कुरा कस्तो लाग्यो तपाईँहरूलाई है यसो कमेन्ट मार्फत भनिदिनु होला होइन राम्रो लाग्यो भने राम्रो लाग्यो अब हामी पनि गर्छौँ भनेर होइन कोही गर्नुहुन्छ भने यसो भनिदिनु होला मलाई कमेन्ट मार्फत लाइक गरिदिनु होला मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला साथीहरू अझै के भन्नु है सपोर्ट गरिदिनु होला अलिअलि भिडियो बनाउँछु यस्तै अब के खाएको विज्ञा साथीहरू हामी चाहिँ यो के भन्नुहुन्छ भने होइन यो के अरे गोर्खाहाट गएर कोदोको रोटी सेलरोटी लिएको कति लामो उसको यहाँ मुखदेखि तल खुट्टासम्म आइपुग्ने लामो छ हो आधी खाएर पनि राख त त्यसरी मुखमा त्यसो मुखमा यसरी हो मुखमा गोलो लगाऊ न फोटो खिच्छु म त्यसो साह्रै मुखमा टस्साउने होइन के अलिकति बाहिर